हेलो हेलो साथीहरू नमस्ते। तपाईहरुलाई यो मैले सुकेकोहरु किन देखाएँ भने नि साथीहरू, यसमा पनि कारण छ क्या, बुझ्नु भएन। मेरो दुईटा मन छ है साथीहरू, तपाईहरुको कतिवटा मन छ मलाई थाहा भएन। एउटा मनले भन्छ यो रुख काटेर दाउरा बना भन्छ है, एउटा मनले भन्छ हुन्न हुन्न यो त चराचुरुङ्गीहरुको चराचुरुङ्गीहरुको चौतारा हो। हेर्नु त यहाँ चराचुरुङ्गीहरु कति आएर बसेको छ साथीभाइ। किनभने नि साथीहरू यसलाई चराको बस्ने चौतारा मैले भनेको। टाढा टाढाबाट बेगले हानेर उडेर आफ्नो गन्तव्यतिर गइरहेको चराचुरुङ्गीहरु हुन्छ नि साथीहरू, उनीहरू थाक्छन् हैन। थाकेर यहाँनिर आएर उनीहरू यस चौतारामा आएर आराम गर्छन्, थकाइ मार्छन्। आफूसँगै उडेको चराहरू पछाडि परेका हुन्छन्, उनीहरूलाई पर्खिन्छन् र उनीहरूको समूह भेला भएर थकाइ मारेर गफ गरेर अनि फेरि यहाँबाट उनीहरूको गन्तव्यतिर बेगले उड्छन् क्या साथीहरू। त्यसैले मैले यो सुकेको रुख देखाएको। यो सुकेको रुखभित्र चराको गुड पनि छ साथीभाइहरू। हेर्नु चराहरू यहाँ के आउँछ, ढुकुर, मैना, रुपी, चिल, अनि कोटेरा, जुरेली, सुगा, मसिनो चराचुरुङ्गीहरू थुप्रै आएर बस्छन् क्या साथीहरू। त्यसैले यो चराको चौतारी भनेको मैले, बुझ्नुभयो। हेर्नु त चराहरू कति उडेर गए।